मुस्कुराउँदै आउन लाग्नुभयो। आउँदै गरेको सेनाहरूले देख्नुभयो। सेनाहरूले देखेर भन्नुहुन्छ, हेर हेर एकचोटि यी पीताम्बर वस्त्र धारण गरेको कति राम्रो पीताम्बर छ। अर्को सेनाले भन्नुभयो, उसको पीताम्बरमा हेर, उसको कम्बरमा भिरेको जुन वंशी छ त्यो वंशीलाई हेर। अर्को सेनाले भन्नुभयो, वंशीलाई किन हेर्छौ, उसको शिरमा जुन मयूरको पंखको मुकुट छ त्यो मुकुटलाई हेर। अर्को सेनाले भन्नुभयो, मयूरको पंखको मुकुट पनि नहेर, अरे उसको मन्द मुस्कानलाई त हेर भनेर अर्को सेनालाई भन्नुभयो। भगवान श्री कृष्णले मन्द मन्द मुस्कुराउनु हुँदै थियो। आएर अम्बिका भगवती माताको मन्दिरमा हेर्नुहुन्छ, सबै रुक्मिणी जस्तै देख्नुभयो। तर रुक्मिणीले भगवान श्री कृष्णलाई हेरेर मन्द मन्द मुस्कुराउनु भयो। मुस्कुराउँदाखेरि सोच्नुभयो, पक्का यिनै रुक्मिणी हुन् भनेर भगवान श्री कृष्ण रुक्मिणीको छेउमा जानुभयो। छेउमा गएर रुक्मिणीलाई हेर्नुहुन्छ, रुक्मिणी पनि मुस्कुराउँछिन्। भगवान श्री कृष्ण पनि मुस्कुराउनुहुन्छ। भगवान श्री कृष्णले सोच्नुभयो, पक्कै यिनी नै रुक्मिणी हुन् भनेर रुक्मिणीको हात समाउनु भयो। च्याप्प समाएर यताउता हेर्नुभयो। सेनाहरू पनि हेरेको हेरे भए। रुक्मिणीलाई लिएर भगवान श्री कृष्ण भाग्नुभयो। भाग्दाखेरि सेनाहरूले भन्नुभयो, भाग्यो 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 भनेर। एउटा सेना कम्मरमा वंशी भिरेको थियो, शिरमा मयूरको पंख धारण गरेको थियो, उसले रुक्मिणीलाई लिएर भाग्यो। उता दाजुहरूले थाहा पाउनुभयो, राजा भीष्मकले थाहा पाउनुभयो। भीष्मकले सोच्नुभयो, जे हुनु थियो त्यो त भइगयो।